युएसमा त्यो एमप्लस गरेर आरएन भएर युएस जानको लागि यति लङ टाइम 4-5 वर्ष पनि लागिरहेको भन्छन्। त्यही भएर अहिले कतिजनाले अस्ट्रेलियाको ओबिए पाथवे भनेर गरिरहेको थाहा पाइरहेको छु होइन मैले। साँच्चै यो ओबिए पाथवे पनि त्यस्तै टाइम लाग्ने हो कि कति लाग्ने हो र? त्यस्तो होइन, अब इट डिपेन्ड्स, लाइक अब कतिको आफूले त्यो हरेक प्रोसेसहरू कतिको छिटो कतिको क्विक अगाडि सारिन्छ त्यसमा भर पर्ने कुरा हो होइन। हाम्रो पार्ट 1 पार्ट 2 इक्जामहरू छ होइन, सो त्यसलाई चाहिँ तपाईँले दिएको टाइम फ्रेममा गर्नुभयो भने चाहिँ त्यस्तो धेरै टाइम चाहिँ लाग्दैन। टेन्टेटिभ 6 to 9 months चाहिँ लाग्छ होइन। तर अब एकदमै ढिलो गर्नुभयो, इक्जाम दिनै टाइम लाउनु भयो, या अस्कीको लागि पनि टाइम, फाइनेन्सियल पनि अब कति कुराहरू हुन्छ भिजा लाउनलाई होइन, अस्की दिनको लागि। सो यो कुराहरूमा डिले भयो भने चाहिँ इट मे टेक अराउन्ड लाइक 1 to 2 years, डिपेन्ड्स लाइक हाउ फास्ट यु आर गोइङ विथ द प्रोसेसिङ भन्ने कुरा हो। यसमा चाहिँ आफूले टाइम म्यानेज गरेर चाँडै गर्न सक्यो भने चाहिँ डिपेन्ड्स, आफूले छिटो गर्न सकिन्छ यो होइन। त्यो सर्टेन टाइम फ्रेममा चाहिँ एकदम ट्याक 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 हरेक कुरा समयमा भयो भने चाहिँ छिटै पनि हुन्छ। तर आफू डिपेन्ड्स, अब लम्ब्याउने भए लम्बिन्छ पनि, त्यही हो। तर युएसको जस्तो 4-5 वर्ष लाग्यो त्यस्तो चाहिँ हुँदैन। त्यसो भए युएसको लागि एन्ट्रेस गरेकाहरूले अस्ट्रेलियाको ओबिए पाथवेमा कन्भर्ट गरेर जान पनि पायो। एकदम मजाले उनीहरूले कन्भर्ट गरेर जान मिल्यो। एउटा अस्की चाहिँ दिनु पर्यो अनि सम इङ्ग्लिस प्रिपेरेसन, त्यसपछि रजिस्ट्रेसन अप्लाई गर्ने एन्ड यु विल बी रजिस्टर आरएन। ओके। त्यसो भए त हामी त अब जतिजनाहरू लङ टाइम भएर बसिरहेको छ नि उनीहरूलाई त यो अपर्च्युनिटी ग्राब गर्नु त धेरै राम्रो छ, एन्ट्रेस गरिसकेकोहरूलाई त होइन। एकदमै राम्रो। ओके। त्यसो भए तपाईँहरू पनि कोही यस्तै कुराहरूमा कन्फ्युज भएर बसिरहनु भएको छ, एन्ट्रेस गरेर कहिले युएस होला भनेर टाइम लागिरहेछ भने चाहिँ चाँडै हुने रहेछ है, म्यामले भने जस्तै भिजिट गर्नु होला, हामीलाई सम्पर्क गर्नु होला।